हेलो गाइज वेलकम टु माई मिनी ब्लग। गुड मर्निङ। हिजो चाहिँ रातिसम्म बस्यो किनभने आजभोलि चुनावको माहौलहरू चल्दैछ। तपाईँलाई थाहा भएकै कुरा हो। अनि म बिहानतिर उठिसकेपछि फ्रेस भएर जिमतर्फ लागेँ किनभने जहिले पनि बिदा हुन्छ त्यो दिन चाहिँ मैले ट्राई गर्छु कि म जिम जान्छु भनेर। आज चाहिँ जिम छिर्यो। जिम छिरेपछि हाम्रो जिम चाहिँ यस्तो छ, हेर्नुहोस्, टक्क ट्याप अन गरेर भित्र छिर्नुपर्छ। यतातिर लेफ्ट साइडमा ट्रेनरले ट्रेन गरिरहेको हुन्छ। म लेट आएँ, त्यही भएर मैले आज आफैले गर्नुपर्ने हुन्छ। 100 क्यालोरिज जति बर्न गरेर मैले आफ्नो वेट नापेँ। त्यसपछि यसो डम्बेल सम्बेल उठाएँ। त्यसपछि यसो पेटको एक्सर्साइज गरिसकेपछि खुट्टाको लागि पनि एक्सर्साइज गरेँ। यति गरिसकेपछि थकाइ लाग्यो। त्यसपछि अब घरतिर लागेँ किनभने दिउँसोतिर पनि थुप्रै कुराहरू गर्नु छ। त्यसपछि मैले गर्न थालेँ साधना, किनकि मलाई हाई इनर्जीमा पनि त्यति बस्न मन लाग्दैन। यसले चाहिँ मलाई ब्यालेन्स राख्छ। सो मलाई चाहिँ साधना गर्न मनपर्छ। त्यसपछि मैले कफी खाम भनेर जाएको, यतातिर जग पनि बिग्रेको रहेछ। त्यसपछि उता कफी पनि रहेन रहेछ। त्यसपछि नेपाली स्टाइलमा पानी तताएर छिमेकीको कफी युज गरेर कफी खायो। त्यसपछि गाइजहरूले अब ग्रोसरी ल्याउनु पर्यो, केही पनि छैन भनेर भने। त्यसपछि हामी छिर्यो हाई पोइन्ट छिरेपछि फर्स्टमा फुडीमा छिर्यो। फुडीमा अन्डा लग्यो, साग लग्यो, अनि चाउचाउ लग्यो, के लग्यो। त्यसपछि यति गर्दा पनि पुगेन। त्यसपछि हामी छिर्यौँ कोल्समा दिदीले बोक्नुभयो दुध, किनभने दिदी चाहिँ चिया लभर हो। चिया लभरले चाहिँ यसो कमेन्ट गरौँ है। त्यसपछि हामीले कफी बोक्यौँ, चिनी बोक्यौँ, पेपर बोक्यौँ। पेपर त बोक्नु पऱ्यो किनभने यति धेरै खानेकुरा खाएपछि पेपर त अवश्य चाहिने नै भयो। त्यसपछि पेमेन्टको पाली आयो। पेमेन्टको पालीमा एलिजाले दिमाग लगाएर मलाई तानेर पेमेन्ट गर्नु पर्यो मैले। त्यसपछि हामी बिग डब्लुमा छिर्यौँ किनभने आज दिदीलाई बुक पढ्ने सुर चल्यो अरे। तर फाइनल्ली लास्टमा चाहिँ बुक चाहिँ मैले आफ्नो लागि नै किने, दिदीले त्यो बुक भेटाउनु भएन। त्यसपछि हामी गयौँ लुगा किन्न गइसकेपछि गाइजहरू बाहिर निस्किँदा यसो बबल टी देखेँ, बबल टी खान मन लाग्यो भनेर च्याँ गर्न थालेँ। त्यसपछि गाइजहरू ह्याप्पी वुमन्स डे भन्दै मैले उनीहरूलाई बबल टी चाहिँ ट्रिट दिएँ। त्यसपछि लाग्यो हामी ग्लेन रोयमा हामीले मोमो उठायौँ, त्यसपछि रोटी उठायौँ, थुप्रै कुराहरू उठायौँ। यस्तो भयो कि सिचुएसन यसमा ठाउँ नै पुगेन। आधी सामान चाहिँ हामीले अगाडि हाल्यौँ। त्यसपछि हामी घरतिर फर्क्यौँ। अनि मलाई लास्टै थकाइ लागेको थियो। अनि सावर लगेर चाहिँ हल्का रेस्ट गरेँ। त्यसपछि हामी मोमो पकाउनतर्फ लाग्यौँ। मोमो पकाएर खायौँ। अब तपाईँहरू पनि केही पकाएर खानुहोस्। ह्याभ अ गुड डे अनि थ्याङ्क यू फर यर टाइम।